हेलो नमस्ते छ सबैजनालाई राधाको हेल्दी किचनमा स्वागत गर्दछु। मैले चाहिँ चिकन छोइलाको रेसिपी लिएर आएको छु। आज चाहिँ म तपाईहरुलाई लङ भिडियोमा बनाएर देखाइरहेको छु। मैले चाहिँ यसलाई पिस पिस गरेर राखिसकेको छु भनेपछि अब चाहिँ म मसलाको लागि रेडी हुँदैछु। मैले चाहिँ छोइलाको मसलाको लागि भनेर चाहिँ अब 3टा प्याज अनि एउटा लसुन अनि बारीको अलिकति लसुनको पात र हरियो धनिया चाहिँ प्रयोग गर्दैछु। हजुरहरु पनि हेर्नु होला, बिस्तारै बिस्तारै गर्दै बनाउनु होला, राम्रो हुन्छ यो बनाउँदाखेरि चाहिँ। म चाहिँ 3वटा प्याज हैन अनि एउटा लसुन अनि बारीको हरियो लसुनको पात अनि बारीको नै हरियो धनियाको प्रयोग गर्दैछु है। म चाहिँ एकजना चाहिँ अब त्यो मसलाको लागि गर्छु भनेपछि अनि 2जना चाहिँ मसिनो गरेर काटेर अनि छोइलामा चाहिँ प्रयोग गर्छु। हजुरहरु हेर्नु होला अनि आफ्नो तरिकाले हजुर पनि बनाउन सक्नुहुन्छ। हरियो प्याज भयो भने त हरियो प्याजै हाल्दाखेरि पनि धेरै टेस्टी हुन्छ, तर अहिले मैले हरियो प्याज नपाएको भएर चाहिँ अनि यही प्याजको चाहिँ प्रयोग गरेको छु। अनि चाहिँ सानो टुक्रा अदुवा है, अदुवाको पनि म यो ग्राइन्ड गर्नको लागि हो। अब म चाहिँ अब यो लसुनको पात चाहिँ यसलाई चाहिँ अब चप गर्छु हैन। चप चाहिँ म दुईटैमै यसलाई प्रयोग गर्ने हुन्छ, त्यही भएर पनि अनि तपाईहरु पनि अब मजाले बनाउने खाने साथीभाइसँग खाए पनि हुन्छ, आफ्नो फ्यामिलीसँग खाँदाखेरि पनि हुन्छ। अनि त्यसरी नै मैले धनियालाई पनि धनिया पनि दुईटैमा हाल्छु, अचारमा पनि हाल्छु अनि अलिकति छोइलाको मासुमा पनि हाल्छु यसलाई। अब चाहिँ मैले म अचारको लागि चाहिँ रेडी गर्दैछु हैन। मैले प्यानलाई चाहिँ राखिसकेको छु भनेपछि अब तेल हाल्दैछु। तेललाई पनि अलिकति गरम हुन दिनुपर्छ र त्यसपछि चाहिँ हामीले यसमा जिरा हाल्छु म चाहिँ। अनि मेरो तेल पनि तातो भइसकेको छ, त्यही भएर मैले यसमा जिरा हालेछु। जिरा हाल्दाखेरि चाहिँ राम्रो टेस्ट आउने भएको भएर चाहिँ मैले हालेको 2टा रातो खुर्सानी लसुन प्याज अदुवा एकछिन चलाउनु पर्छ है फेरि। यो चाहिँ रातो खुर्सानी अनि यसमा चाहिँ चप गरेको टमाटर हरियो लसुनको पात अनि अलिकति चाहिँ यो धनिया अनि मैले अलिकति चाहिँ पानी हाल्दैछु यसमा। अनि जुन बचेको हरियो धनिया र लसुनको पात छ त्यो चाहिँ म यसमा हाल्दैछु है। यो चाहिँ मैले अब मसिनो गरेर काटेको छु अनि यो 3वटा प्याज हो जो मैले अघि तपाईहरुलाई देखाइसकेको थिएँ। यसलाई चाहिँ मसिनो गरेर काट्ने र अनि यसलाई चाहिँ काट्दै खाने हो नि त, तब मिक्स गर्नुपर्छ अहिले फ्राई मासुमा। यो पनि भइसकेको छ मेरो मसला। अहिले चिसो भएपछि चाहिँ मैले यसलाई चाहिँ फेरि मसिनमा अनि ग्राइन्ड गर्छु। चाहिँ यो तेल चाहिँ कराईमा राखिसकेको छु अनि तातो पनि भइसकेको छ। जुन मैले काटेको मासुको पिसहरु थियो छातीको मासुको, अब म त्यसलाई चाहिँ हाल्दैछु। यो चाहिँ मेरो हाफ केजी हो। अलिकति चाहिँ नुन हाल्नुपर्छ, त्यसले पानी छोड्छ नि त, त्यही भएर। यसले चाहिँ पानी छोड्नु भएको भएर चाहिँ हामीले चाहिँ एकछिन यसलाई छोपेर राख्नुपर्छ है। यो अघिको चिसो भएको यो अचारलाई चाहिँ ग्राइन्ड गर्नलाई रेडी गर्दैछु।
यसमा अलिकति तिमुर पनि एड गरेको छु है। यो चाहिँ अप्सनल हो, हजुरलाई राख्ने मन छ भने राख्नु, राख्ने मन छैन भने नराख्नु। अचार पनि रेडी भइसकेको छ। खैलाले त्यसको मासुले चाहिँ अब यसमा पानी छोड्दैछु बिस्तारै बिस्तारै। मासु चाहिँ मेरो यस्तै मजाको फ्राई भन्दाखेरि पनि जस रातो रातो भइसकेको छ, यसरी नै बनाउने हो। यसलाई चाहिँ अब मजाको भइसकेको छ, अब यसमा खाली गर्ने। मजाको क्रन्ची टाइपको भन्छ। त्यति साह्रो पनि राम्रो हुँदैन, मलाई त साह्रो त्यति भएन, मेरोमा चाहिँ अलिकता सफ्ट नै छ। मैले चाहिँ यसमा अलिकता गर्नलाई झान्नको लागि चाहिँ अलिकति तेल हाल्दैछु त्यही कडाईमा चाहिँ। अनि यसमा चाहिँ फेरि अहिले म मेथीको दाना हाल्छु। अहिले तेल अलिकता राम्ररी तातिसक्यो। तेल तातो हुने क्रममा चाहिँ अब जुन अचार थियो म चाहिँ त्यसलाई हालिदिन्छु। यो मेरो चाहिँ तेल तातिसकेको छ, त्यही भएर अब 2-4 जना मात्र, धेरै चाहिँ हाल्दैन किनकि मलाई मन पर्दैन। मेथी दाना चाहिँ अलिकता रातो भएपछि चाहिँ यो बेसार हालिदिने, कलरको लागि भनेर। त्यही त खाली गर्नुपर्ने थियो। अब एक हातले भिडियो, एक हातले मसाला त्यो झान्ने तेल हाल्नेलाई गाह्रो हुने भएको भएर चाहिँ अब यसलाई चाहिँ राम्रैसँग मिक्स गर्न एकअर्कासँग। हेर्नु त यो कस्तो राम्रो देखिरहेको छ, खाँदा हेर्दाखेरि पनि खाउँ खाउँ लाग्ने भएको छ। अनि तपाईँहरू पनि ट्राई गर्नु होला। मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब अनि आफ्नो साथीहरूलाई चाहिँ सेयर पनि गर्नु होला है। यो चाहिँ मेरो आजको खाना हो। हजुरहरू प्लिज लाइक कमेन्ट गर्नु होला है। अनि हजुरहरू पनि इन्जोय गर्नु होला। थ्याङ्क यू सो मच हेर्नु भएकोमा।